एकजनालाई इन्भाइट गरी 6 देखि 14 डलरसम्म कमाउन मिल्ने एकदमै बेस्ट नेपाली अर्निङ एप्लिकेसनको बारेमा आजको यस भिडियोमा म कुशल च्याम्सङ तपाईहरुलाई बताउन गइरहेको छु। यो चाहिँ एकदमै 100% काम गर्ने एप्लिकेसन हो। मैले आजको दिनसम्म मात्र इन्भाइटको मात्रै कुरा गर्दैछु। यहाँदेखि धेरै तरिकाले पैसा कमाउन मिल्छ। म चाहिँ मात्रै हजुरलाई इन्भाइटको बारेमा यहाँ जानकारी गर्न गइरहेको छु। आजको दिनसम्म यो भिडियो बनाइन्जेलसम्ममा मैले 32,50,000 पोइन्ट्स इन्भाइटबाट कमाएको रहेछु। र यसलाई क्याल्कुलेट गर्ने भने 1 लाख पोइन्टको नर्मली क्याल्कुलेट गर्दाखेरि म 1200ले गर्छु। योभन्दा बेसी नै आउँछ, त्यो पनि 1200ले मैले राखेँ। 1200 इन्टु 32 लाख भन्दा चाहिँ 32.5 गर्दै हेर्न सक्नुहुन्छ। 39,000 चाहिँ मात्र मैले इन्भाइट गरेर कमाएको रहेछु। र यो मेरो हातमा भएको स्यामसङ फोन पनि त्यही इन्भाइटबाट आएको पैसाले किनेको। तपाईँ पत्याउनु होला, तर मैले इन्भाइटबाट आएको पैसाले यो फोन किनेको हुँ। एपको नाम के हो, कसरी इन्भाइट गर्ने, कसरी विथड्रा गर्ने, अनि विथड्रा गर्दा चाहिँ हामीले केमा विथड्रा गर्न मिल्छ, जस्तै कि नेपाली ब्याङ्क खातामा मिल्छ कि हामीले ई सेवा पनि मिल्छ कि, यो सबै कुराहरू चाहिँ म भिडियोको अगाडि बताउनेछु। त्यसले भिडियोलाई चाहिँ अन्तिम समय हेर्न नबिर्सिनु होला। एप्लिकेसनको डाउनलोड लिङ्क तल दिनेछु। त्यो लिङ्कमा क्लिक गरिसकेपछि तपाईँहरूकोमा यस्तो खालको इन्टरफेस खोलिनेछ। र यदि तपाईँहरू आइफोन युजर हुनुहुन्छ भने एप स्टोरमा क्लिक गरेर एपलाई डाउनलोड गर्न सक्नुहुन्छ। यदि तपाईँहरू एन्ड्रोइड युजर, स्यामसङ युजर हुनुहुन्छ भने यो एन्ड्रोइडमा क्लिक गरेर एप्लिकेसनलाई डाउनलोड गर्न सक्नुहुन्छ। डाउनलोड गरिसकेपछि तपाईँको फोनमा रहेको त्यो एप्लिकेसनलाई खोल्नुहोस्। मैले चाहिँ अगाडि नै डाउनलोड गरिसकेको छु र एप्लिकेसनको नाम रहेको छ पोपो लाइभ। यो चाहिँ एकदमै बेस्ट नेपाली अर्निङ एप्लिकेसन रहेको छ। इन्भाइटबाट मात्रै नभएर तपाईँले यहाँदेखि एजेन्ट बनेर कोइन बेचेर धेरै अप्सनहरू छ। त्यो चाहिँ म हजुरलाई अन्य भिडियोमा पनि बताउने छु। त्यसले हाम्रो च्यानलमा जोडिनु भएको छैन भने सब्सक्राइब अनि घन्टी दबाएर जोडिन नबिर्सिनु होला। अनि यो एप्लिकेसन खोलिसकेपछि यहाँ चाहिँ तपाईँले आफ्नो गुगल आइडीबाट, फेसबुक आइडीबाट र मोबाइल नम्बरबाट पनि लगइन गर्न सक्नुहुन्छ। एकदमै सिम्पल छ। म हजुरलाई छोटकर्ने बताइदिन्छु। सुरुमा यहाँ हेर्न सक्नुहुन्छ एउटा टिक मार्क दिइरहेको छ। यो टिक मार्कमा क्लिक गर्ने र यहाँ तपाईँले गुगल, फेसबुक अनि मोबाइल नम्बरदेखि खाता खोल्न सक्नुहुन्छ। गुगलदेखि हो भने गुगलमा क्लिक गर्ने, फेसबुकदेखि हो भने फेसबुकमा क्लिक गर्ने, मोबाइल नम्बर हो भने यहाँनिर यो बिचकोमा क्लिक गर्ने, आफ्नो मोबाइल नम्बर हालिदिने र त्यहाँनिर सबमिट गरेपछि तपाईँको नाम, त्यहाँनिर तपाईँको थर अनि तपाईँको जन्ममिति, कन्ट्री र तपाईँको जेन्डर अनि फोटो राखिसकेपछि तपाईँको खाता सजिलैसँग खोलिनेछ। त्यो एकदमै सजिलो छ। मैले त्यसको बारेमा भिडियो बनाइसकेको छु। हाम्रो च्यानल टेक्निकलमा जानुहोस्, त्यहाँ हेर्न सक्नुहुन्छ प्लेलिस्ट लेखेको छ। यो प्लेलिस्टमा क्लिक गर्नुहोस् र यहाँनिर पोपो गाइड प्लेलिस्ट भेट्न सक्नुहुन्छ। र सुरुमै पोपो लाइभको अकाउन्ट कसरी बनाउने यो भिडियो हेर्नुहोस्। यहाँ मैले सम्पूर्ण जानकारी गराएको छु। यहाँ बतायो भने अलिकति भिडियो लामो हुन्छ। अकाउन्ट बनिसकेपछि तपाईँहरूकोमा यस्तो खालको इन्टरफेस देखिनेछ। अब यहाँ अन्तिममा हेर्नुहुन्छ भने प्रोफाइल आइकन दिइरहेको छ, यहाँ क्लिक गर्ने। अनि धेरैजना साथीहरूले चाहिँ मलाई यसको नाम चाहिँ कसरी चेन्ज गर्ने भनेर क्वेसन सोधिराख्नु भएको थियो। नाम चेन्ज गर्नको लागि यहाँनिर क्लिक गर्ने। यो तपाईँको प्रोफाइलको नाम जस्तो अथवा यो प्रोफाइलको फोटोमा क्लिक गर्नुहुन्छ भने यस्तो खालको इन्टरफेस देखिनेछ। र यो पेन्सिलमा क्लिक गर्ने अनि यहाँ निक नेम भनेको छ, यसमा क्लिक गर्ने र यहाँदेखि तपाईँले आफ्नो नाम चेन्ज गर्नुहोस्। के नाम राख्न चाहनुहुन्छ त्यो नाम यसरी म जे पाए त्यही लेख्दैछु। तपाईँले आफ्नो नाम लेख्नु होला। नाम लेखिसकेपछि यहाँ सेभमा क्लिक गर्नुहुन्छ भने तपाईँको नाम चेन्ज भइहाल्छ। अनि पोपोमा कोइन किन्नु परेमा हामीलाई सम्झाउन सक्नुहुन्छ। हेर्न सक्नुहुन्छ मेरो प्रोफाइलमा कोइन सेलरको ट्याग पनि पाएको छु, यानि कि म चाहिँ अफिसियल कोइन सेलर रहेको छु। म चाहिँ मेरो वाट्सएपको लिङ्क तल दिनेछु। त्यो लिङ्कमा क्लिक गर्नुहोस् अनि सिधै तपाईँहरू मेरो वाट्सएपको च्याटमा पुग्नुहुन्छ र त्यहाँदेखि मलाई पोपोको कोइन लिस्ट भनेर मेसेज गर्न सक्नुहुन्छ। म तपाईँलाई लिस्ट पठाइदिनेछु र कति टपअप गर्ने त्यो भन्नुहोस्। म तपाईँलाई मेरो क्युआर पठाइदिन्छु। पेमेन्ट गरेर मलाई स्क्रिनसट पठाउनुहोस्। अनि यहाँ हेर्न सक्नुहुन्छ मेरो प्रोफाइल आइडी 19681684 रहेको छ। तपाईँको आइडी यहाँनिर हुन्छ, त्यो आइडी चाहिँ लेखेर मलाई पठाइदिनुहोस्। अनि तपाईँले कतिको पेमेन्ट गर्नुभएको छ म सोही अनुसारको तपाईँको कोइन टपअप गरिदिनेछु। अब मेन कुरा इन्भाइट कसरी गर्ने त्यहाँ जाउँ है त। इन्भाइटमा क्लिक गर्ने सुरुमा र अघि मैले तपाईँलाई बताएको थिएँ नि 32,50,000 यहाँ हेर्न सक्नुहुन्छ 32,50,000 र आजको दिनसम्ममा मैले टोटल 542 जनालाई इन्भाइट गरिसकेको रहेछु। र अहिले फेरि मलाई एकजनाले 10,000 दिइरहेको छ। यो चाहिँ म एकैछिनमा रिसिभ गरेर तपाईँलाई देखाइदिइहाल्छु। मेन कुरा इन्भाइट कसरी गर्ने त्यसको लागि यहाँ तल हेर्न सक्नुहुन्छ इन्भाइट नाउमा क्लिक गर्ने। अनि यहाँ 4टा फोटो दिइरहेको छ, तपाईँ नझुकिनुहोस् है। सुरुमा यो 4टा फोटो यसरी एउटा एउटा खोल्नुहोस्, एउटा एउटा गरी खोल्नुहोस्। यहाँ हेर्न सक्नुहुन्छ यसरी एउटा एउटा गरी खोल्नुहोस्। अब तपाईँलाई कुन फोटो मन पर्यो, ल मानिलिउँ सुरुको मन पर्यो, ए होइन अन्तिमको जुन मन पर्यो त्यसमा क्लिक गर्ने। अनि यहाँनिर सेयर नाउ यो सबैमा छ है, सेयर नाउ अन्तिममा सबैमा सेयर नाउ छ। मात्र के गर्ने कुन फोटो मन पर्ने त्यो चुज गर्ने अनि सेयर नाउमा क्लिक गर्ने। र यहाँदेखि तपाईँले फेसबुकमा, मेसेन्जरमा, वाट्सएपमा, इन्स्टाग्राममा कहाँ सेयर गर्न चाहनुहुन्छ त्यहाँ क्लिक गर्ने अथवा कपी लिङ्क गरेर पनि तपाईँले आफ्नो इन्भाइट लिङ्क चाहिँ कपी गर्न सक्नुहुन्छ। अब यो लिङ्क चाहिँ तपाईँको साथीहरूलाई पठाइदिने अनि यो लिङ्क मेरो हो, यो लिङ्कबाट डाउनलोड गर भनेर उहाँहरूलाई रिक्वेस्ट गर्ने। इन्भाइट गरियो अब त पैसा आउनु भयो त्यस्तो नसोच्नु होला। इन्भाइटको नि रुल्स छ, त्यो चाहिँ अब तपाईँले जान्न एकदमै जरुरी छ।
यहाँनिर हेर्न सक्नुहुन्छ रुल्स लेखेको छ। यो रुल्समा क्लिक गर्ने अनि यहाँ अन्तिममा हेर्नुहुन्छ भने यहाँनिर 7 दिन 7 दिन 7 दिन 7 दिन लेखेको यहाँ 4टा अप्सन दिइरहेको छ। तपाईँले जो कोहीलाई इन्भाइट गर्नुहुन्छ, मेनली चाहिँ इन्भाइट गर्दाखेरि छोरी मान्छेलाई इन्भाइट गर्नु चाहिँ म तपाईँहरूलाई रेकमेन्ड गर्छु, किनभने तपाईँले छोरी मान्छेलाई इन्भाइट गर्दाखेरि उहाँ छोरी मान्छेलाई पनि फाइदा छ र तपाईँलाई पनि फाइदा छ। तपाईँलाई के फाइदा छ अथवा तपाईँले इन्भाइट गरिसकेपछि के भन्नुहोस् भने, जस्तै कि तपाईँले आजको दिनमा इन्भाइट गर्नुभयो र आजको दिनमै उहाँले तपाईँको लिङ्कबाट डाउनलोड गरेर खाता खोल्नुहुन्छ भने आजको दिनदेखि 7 दिनसम्ममा जो कोही छोरी मान्छेले तपाईँको लिङ्कबाट एप्लिकेसन डाउनलोड गरेको हुन्छ उसको चाहिँ यहाँ हेर्न सक्नुहुन्छ रिवार्ड भन्ने अप्सन छ। यो रिवार्डमा जान लाउनु र वेलकम बोनसको रूपमा 7 दिनको लागि 10,000 पोइन्ट चाहिँ पोपोले दिएको हुन्छ फिमेल होस्टको लागि। र मेरो चाहिँ अहिले यहाँनिर 40,000 देखाइरहेको छ, किनभने यो चाहिँ एउटा स्टिल निड भन्ने अप्सन हुन्छ, त्यो म पछि तपाईँलाई कुनै भिडियोमा बताइदिउँला। उहाँको चाहिँ यहाँनिर 10,000 दिइरहेको हुन्छ 7 दिनको लागि। अघि मैले तपाईँलाई जुन 7 दिन भनेको थिएँ हो त्यो 7 दिनको लागि चाहिँ दिएको हुन्छ। र यहाँ हेर्नुहुन्छ भने यसरी डेली लाइभ ड्युरेसन 60 मिनट भनेर यहाँ चाहिँ उहाँको 10,000 दिएको हुन्छ। यानि कि एक दिनभरिमा जम्मा 2 घन्टा किस्तामा बस्दा नि हुन्छ है। जस्तै अहिले 10 मिनट बस्छु, एकैछिनमा 10 मिनट 20 मिनट 30 मिनट त्यसरी किस्तामा लाइभ बस्दा हुन्छ। दिनको 2 घन्टा 7 दिनसम्म फेस लाइभ बस्न लाउने। अनि फेस लाइभ बस्दाखेरि चाहिँ क्यामेराको अगाडि यसरी सिधै बस्छ। अनि लाइभ बस्दाखेरि लाइभमा बालबालिका चाहिँ नदेखाउनु होला भन्नुहोस्, किनभने यदि लाइभमा बालबालिका देखिन्छ भने पोपोले तपाईँको जुन वेलकम बोनस 10,000 थियो नि दिनको 2 घन्टा फेस लाइभ बस्नुपर्ने हो त्यो चाहिँ क्यान्सल गरिदिन्छ। अनि त्यहाँदेखि मात्रै 1 घन्टाको त्यो पनि 10,000को सट्टो 1,000 पोइन्ट दिन्छ। त्यसैले 7 दिनसम्म चाहिँ लाइभ बस्दाखेरि सिधै यसरी लाइभको अगाडि बस्ने, नहलिकन लाइभ खाली राख्नु भएन है। जस्तो कि म यसरी हटेँ नि, यसरी खाली पनि हो, यसरी पनि खाली नराख्ने। दिनको 2 घन्टा दुःख गर्ने, फेस लाइभ अगाडि बस्ने, अनि बालबालिका नदेखाउने र तपाईँको लाइभ मेन कुरा लाइभ खाली चाहिँ राख्नु भएन। अनि नेट स्लो छ भने चाहिँ तपाईँ खासै लाइभ नबस्नुहोस्, त्यो बेला पनि तपाईँको त्यो वेलकम बोनस चैट हुन सक्छ। अनि यति दुःख गरेर फेस लाइभ चाहिँ किन बस्नु, के फाइदा छ त उहाँलाई? फाइदा छ नि त, जस्तै कि उहाँले दिनको 2 घन्टा फेस लाइभ बस्नुहुन्छ भने 10,000 दिने भयो। अनि 7 दिनसम्म दिन्छ, यो इन्टु 7 गरिदिउँ 70,000 हुने भयो। अब 70,000मा 1 लाख पुग्नलाई कति बाँकी भयो? 1 लाख माइनस 70 गर्दा 30,000 बाँकी भयो। 30,000 चाहिँ फेस लाइभ बस्दा अथवा अरू कसैको पार्टी अथवा चलाउँदै जाँदा 30,000 चाहिँ दुःख सुख उहाँले कमाउनु भयो, पोइन्ट्स पुऱ्याउनु भयो भने 1 लाख पोइन्ट पुग्छ। अनि 1 लाख पोइन्ट पुगिसकेपछि उहाँले सजिलैसँग विथड्र गर्न मिल्छ। विथड्र केमा गर्न मिल्छ भन्दाखेरि त्यो पनि म हजुरलाई यहाँनिर देखाइदिन्छु। पोइन्ट्समा जाने, यहाँ पोइन्ट्समा जब 1 लाख पुग्छ नि तब चाहिँ उहाँले विथड्र गर्न मिल्छ। यहाँ तल विथड्र भन्ने अप्सन छ, यहाँ क्लिक गर्न लाउने र यहाँदेखि हेर्न सक्नुहुन्छ मैले चाहिँ आइएमई पे लिङ्क गरेको छु। तपाईँले यहाँनिर यस्तो अप्सनमा क्लिक गर्ने अनि यहाँनिर नेपाल सर्च गर्ने, नेपाल छैन भने यहाँ नेपाल सर्च गर्ने, नेपाल सर्च गरेर यहाँनिर तपाईँले लेखिसकेपछि हेर्न सक्नुहुन्छ आइएमई पे, ई सेवा, खल्ती, मोरु अनि ब्याङ्क पनि कति धेरै अप्सन छ विथड्र गर्ने। हेर्नुहोस् त केबाट विथड्र गर्न चाहनुहुन्छ? आइएमई पे भने आइएमई पेमा क्लिक गर्ने, ई सेवा भने ई सेवा, खल्ती भने खल्ती, मोरु भए मोरु, ब्याङ्क भए ब्याङ्क। यो बाइन्ड भन्ने अप्सनमा क्लिक गर्ने अनि यहाँनिर तपाईँलाई आफ्नो सेक्युरिटी पिन राख्न मन छ अथवा पासवर्ड राख्न मन छ, त्यो राखिदिने 6वटा नम्बरको। अनि राखिसकेपछि तपाईँले त्यो लेख्नुहोस्, फेरि त्यहाँनिर सोधेर यसरी तपाईँको यो खोलिन्छ राखिसकेपछि। अनि यहाँनिर तपाईँले आफ्नो डिटेल राखिदिने अनि सब्मिटमा गरिदिने। सब्मिट गरिसकेपछि यहाँनिर यसरी देखाउने अनि विथड्रमा क्लिक गरिदिने र यहाँनिर कन्फर्ममा क्लिक गरिसकेपछि तपाईँको विथड्रको प्रोसेस चाहिँ सक्सेस भइहाल्छ र 10 मिनटभित्रमा तपाईँले केमा विथड्र गर्नुभएको छ त्यसमा तपाईँको पैसा आइहाल्छ। तपाईँको जस्तै ब्याङ्क खातामा तपाईँको नाम मिलेन अथवा ई सेवाको नम्बर मिलेन, खल्तीको नम्बर मिलेन भने पनि चिन्ता लिनु पर्दैन। तपाईँको पोइन्ट्स यानि कि तपाईँको पैसा फिर्ता हुन्छ। तपाईँको पोइन्ट्स फेरि यहीँ माथि आउँछ अनि सच्याउने अनि फेरि सबमिट गरिदिने। अब यति दुःख गरिसकेपछि पैसा चाहिँ कति कमाइयो त हेरौँ है त। यही रुल्समा क्लिक गर्ने, उहाँलाई 7 दिनसम्म दिनको 2 घन्टा किस्ता भए पनि हुन्छ फेसलाई बस्न लाउने। उहाँले 7 दिनभित्रमा 1 घन्टा फेसलाई बस्नुहुन्छ भने 10,000 पोइन्ट तपाईँलाई आइहाल्यो। अर्को 7 दिनभित्रमा 5 घन्टा फेसलाई बस्नुहुन्छ भने अर्को 10,000 तपाईँलाई आयो। 7 दिनभित्रमै 8 घन्टा फेसलाई बस्नुहुन्छ भने तपाईँलाई अर्को 10,000 आयो। अनि त्यसै गरी 7 दिनभित्रमा उहाँले अर्को 12 घन्टा फेसलाई बस्नुहुन्छ भने तपाईँलाई एकैचोटि 30,000 दिने भयो। र यो माथिकोहरू पनि छ, यो माथिकोहरू चाहिँ अलिकति कम्प्लिट गर्न गाह्रो हुन्छ, हामीले खासै कम्प्लिट गर्न सकिँदैन, त्यसैले त्यो आश नगर्दा हुन्छ। तर कोहीले कम्प्लिट गर्नुहुन्छ, त्यो चाहिँ प्लस पोइन्ट हो। र हामीले हेर्ने भनेको चाहिँ जम्मा 60,000 60,000को हिसाब गर्दा $6 हुन्छ।
त्यसै गरी तपाईँले जति धेरै इन्भाइट गर्नुहुन्छ, जति धेरै मान्छे ल्याउनुहुन्छ, त्यति नै धेरै तपाईँले पोइन्ट्स पाउनुहुन्छ। अनि यसरी यहाँ देखाउँछ, अनि रिसिभमा क्लिक गर्ने, यसरी रिसिभ भइहाल्छ। अनि विथड्र गर्ने प्रोसेस एकदमै सजिलो छ। यहाँ विथड्रमा क्लिक गर्ने अनि आफ्नो डिटेल हालेर विथड्र गर्न सक्नुहुन्छ। अनि एजेन्ट बनेर पनि तपाईँले पैसा कमाउन सक्नुहुन्छ, कोइन बेचेर पनि कमाउन सक्नुहुन्छ। एजेन्ट कसरी बन्ने त्यो पनि मैले मेरो च्यानल टेक्निक नेपालमा भिडियो अपलोड गरिसकेको छु। प्लेलिस्ट थाहा छ तपाईँलाई, प्लेलिस्टमा जाने र त्यहाँनिर एजेन्ट कसरी बन्ने भन्ने भिडियो तपाईँले भेट्न सक्नुहुन्छ। त्यो भिडियो हेरेर एजेन्ट पनि बन्न सक्नुहुन्छ, त्यहाँदेखि पनि तपाईँले फाइदा लिन सक्नुहुन्छ।